एभ्रीवान वेलकम बैक टु माई न्यू भ्लग। सो गाइस म अहिले चाहिँ नि हाम्रो मन्दिरमा यो चाहिँ नि सिल्दो नाल्दो मन्दिर हो। विद्या गुरुङ चाहिँ नि यहाँ भावना मार्दैछिन् होला गाइस। बाहिर यसले खत्रै वरदान मागे क्या। हामी चाहिँ नि भित्रमा अहिले पूजा गर्न यहाँ सुन्छौँ। हामी चाहिँ नि यहाँ दर्शक बिन बाहिरतिर मान्छे त्यही भएर गाइस हामी चाहिँ अहिले पूजा सकियो है हाम्रो। म टिकटक गर्छु है साथीहरू। टिकटक गर्न है विद्या गुरुङ जिन्दाबाद जिन्दाबाद गीत। यो हाम्रो नयाँ बाटो मैले बनाएको। बजेट कति गयो भनेर मलाई सोध्नु। स्पोन्सर बाई विद्या गुरुङ। ठेबा सिमी भूमि यहाँ फोड नगर्नु होला नम्बु पञ्चे परिवार। हामी चाहिँ अहिले हिँड्दैछौँ। आलताल मलाई लडाइरै छ। के खान्छौ कि मला हाम्रो दाइलाई चाहिँ झन् झन् राम्री भाइ छ कुन साबुनले मुक्दैछ झिन्झिन झिन्झिन झिन्झिन। ए दाइले चाहिँ यहाँ धसेर राम्रो भएको अरे। कोहीलाई राम्रो छ भने यो ढुङ्गामा धस्न आउनु होला। हाम्रो गाउँमा चाहिँ घुम्ने ठाउँ पनि छ, अनुहार सफा गर्ने ठाउँ पनि छ। यो हाम्रो सिल्दो नाल्दो जाने बाटो हो यो माथिको। अहिले चाहिँ हामी फर्किन लागेको। यता छ बाटो हेर्नु होला। एकदम खतरनाक खतरनाक त के भन्ने। यहाँको डान्स हेरौँ मलाई गाइसहरू। त्यहाँको इन्ट्रोडक्सन भयो यहाँ। यता चाहिँ विद्या गुरुङ हो, उता चाहिँ सुनचित गुरुङ हो। काँक्रा फल्दैछ है यहाँ, सानो काँक्रा सानो जुगा है यहाँ। हेलो जास्मिन गुरुङ। जास्मिन ए जस्मिन गुरुङ है यो बहिनीको नाम। मितबा बसिरहेछ मोडामा। हेलो सारो बहिनी आशीर्वाद को हो यो काची होइन। ए काची काजी काजी लजा गरे। अनि त्यसको नाम के हो? अनुप। खै काजी खै ए पे पादे हो। माथि बस सुतिरहेछ त होइन होला गाइस। यो चाहिँ नि हाम्रो दयरानी फिल्मको डाइलग हो। अब को हो र
आफूको हो र अहिले हामी गाडी फसेको ठाउँमा जान्छ के अरे गाडी हो कि के हो के थाहा मैले के हो के सिलिन्डर ल्याउने ट्र्याक्टर होइन के खसेको गाडी हो त्यो सामान आउने गाडी जस्तो ए के भएको सिलिन्डर हुन्छ नि त्यो चाहिँ ढल्क्यो अरे के त्यो गाडी भिरतिर हो कि कता है त्यो कुरा अहिले हामी हेर्न गएको ट्रक खसेर हामी हेर्न जान लागेको अनि सारा गुरुङ अनि रियाना गुरुङ हाई भन्ले हेलो हेलो म त इसा गुरुङ बाटोमा त खतरा के अरे अझै टाढै रहेछ क्या हो पातो काची यस्तो बाटो रहेछ नि त चिप्लो खजा नि त्यति यता आउनु न यता त आफू हजुर ए छुट्टे के अरे छुट्टी के अरे ए पर्सान छुट्टेर माथि हो के हो माथि बा म चिप्ली चिप्ली बाटोमा हिँड्थेँ ग्यासहरू नि आइरहेछ क्या है त्यो भरेको हो कि नभरेको होइन खाली हो ए यहाँबाटै गएर उहाँ सबै वितरण गरेर अनि फर्किने बेलामा आइज आइज कपिराइट आउँछ कि गीत नबजा कोसँग आएको त बाबा आएको कि ब्लग यहाँ भरे अब ओडाको मान्छेहरू आउँछ होइन बच्चाहरूको काम छैन बच्चाहरूलाई आउन मनाइ छ है यता बाटो चिप्लो छ होइ होइ यो फेरि यहाँ आएको त यो काची यहीँ थियो अघिदेखि माथि गएको पाते हो ओ हिँड घर हिँड बच्चाहरू यता आउनुहुन्न आउनुहुन्न नि त ड्राइभर आएर हेलो एभ्रीवान मेरो नाम सारे गुरुङ मेरो नाम ईसा गुरुङ मेरो नाम इसिका गुरुङ मेरो नाम रियाना गुरुङ काचीको नाम आनिका गुरुङ मेरो नाम आनिका गुरुङ अहिले हामी आटीबारीमा छौँ आजको भिडियो यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई